सधैँभरि रगतै रगत छ, कपाल फुकालेको छ, केही छैन मेरो छोरीको शरीर। थुक्क माया सालेहरू, म के भन्न चाहन्छु भने खाडीमा आएर चाहिँ रेप गराओस्। जति पनि बोकाहरू छ नि खाडीमा आएर रेप गराओ, त्यसपछि तिमीहरूको बाउको बिहे कसरी देखाउँछन् होइन, अनि बल्ल थाहा हुन्छ। यहाँ कुनै पनि मान्छे एकजना कुनै छोरी मान्छेलाई घुरेर हेरोस् त मात्र पुलिस बोलाएर सिधा जेलभित्र हालिदिन्छ। कसैको बाउको हिम्मत छैन खाडीमा आएर कुनै पनि केटीहरूलाई रेप गरिदिनको लागि। किन थाहा छ? किनभने यहाँको रुल्स, यहाँको रेगुलेसन्स, यहाँको नियम एकदम कडा छ। यहाँ कसैलाई रेप गर्ने बित्तिकै फाँसी दिइन्छ क्या। त्यही कुरा हाम्रो नेपालमा छैन। त्यही कुरा दुःख लाग्छ कि आज भोलि हाम्रो नेपालमा जति पनि दिदीबहिनीहरू छन् सेफ छैनन्, रेप भएर मरिरहेका छन्, कोही के घटनामा मरिरहेको छन्। दिनहुँ हामीले न्युज सुनिराख्न परेको छ। अरू भन्न नै के सक्छु र होइन। सके नेपाललाई पनि खाडी जस्तै बनाऊ, सिधै कुरो खाडी जस्तो बनाउन नसके केही पनि हुन सक्दैन जस्तो मलाई लाग्छ। होला अब तपाईँहरूले यो कुरा भन्दाखेरि म अरूको देशसँग दाज्यो भनेर भन्नुहुन्छ होला, भन्नुहोस्, बरु एटलिस्ट त खाडी नै राम्रो हो क्या। किनभने कुनै चेलीबेटीलाई घुरेर त हेर्दैन यार। यहाँ चेलीबेटी सेफ त छन्। हाम्रो नेपालमा चेलीबेटीलाई, एकजना चेलीलाई 3-3 जना मिलेर तानेर घिसाडेर लगेर रेप गरिन्छ। यो नियम नेपालको, यो कानुन, यस्तो कानुन यस्तो नियम चाहिँदैन हामी नेपालीलाई। जो हाम्रै नेपाली दिदीबहिनीहरू रेप भएर एकजना होइन 3-3 जनाबाट रेप भएर मर्न पर्छ भने यस्तो नियम, यस्तो कानुन, यस्तो संविधान हामीलाई चाहिँदैन। होइन भने रेप गर्नेलाई फाँसी दिने कानुन नियम बनाउनु पर्यो।